लिडरसिप स्किल यो एउटा यस्तो स्किल हो साथीहरू जुन चाहिँ हरेक प्रोफेसनको मान्छेलाई चाहिन्छ। चाहे तपाईँ टिचर हुनुहोस्, डक्टर हुनुहोस्, इन्जिनियर हुनुहोस्, लयर हुनुहोस्, ट्रेनर हुनुहोस्, गभर्मेन्ट अफिसर हुनुहोस्, तपाईँसँग लिडरसिप स्किल हुनैपर्छ। र लिडरसिप स्किल सिक्नका लागि तीनवटा कुरा गरी पुग्छ साथीहरू। सिम्पली गर्नुपर्दाखेरि नम्बर 1 लर्निङ, नम्बर 2 प्र्याक्टिसिङ र नम्बर 3 लिडिङ। द्याट्स इट। तीनवटा कुरा सिक्नुहोस्, अभ्यास गर्नुहोस् र नेतृत्व गर्नुहोस् साथीहरू। र तपाईँहरूलाई म क्वेसन सोध्न चाहन्छु, कतिजनालाई लाग्छ लिडरसिप बर्न हुन्छ? हात उठाउनुहोस् त। र कतिजनालाई लाग्छ लिडरसिप लर्न गर्न सकिन्छ? डेफिनेटली यस, लिडरसिप क्यान बी लर्न, प्र्याक्टिस एन्ड डेभलप है। र अब लिडरसिप नेतृत्व भनेको के हो त? लिडरसिप भनेको साथीहरू पोजिसन वा टाइटल होइन, यो एउटा भिजन, इन्फ्लुएन्स र एक्सन हो। रियल लिडरले अरूलाई आदेश दिएर होइन, प्रेरित गरेर अघि बढाउँछ। उदाहरणका लागि गौतम बुद्ध, हामी सबैले चिन्छौँ उहाँलाई, महात्मा गान्धी, स्टिभ जब्स। उहाँहरूले अथोरिटीको वेट गर्नु भएन साथीहरू। उहाँहरूले आफ्नो भिजन र कन्सिस्टेन्सीको मार्फत यो संसारमा इम्प्याक्ट क्रिएट गर्नुभएको छ। त्यसै गरी विश्वका सफल पोलिटिकल लिडरहरू, यहाँ उपस्थित सम्पूर्ण सर म्यामहरूले उहाँहरूलाई चिन्नु नै हुन्छ होला। त्यसै गरी विश्वका सफल बिजनेस लिडरहरू, उहाँहरू सबैमा एउटा कुरा कमन छ। त्यो के हो थाहा छ साथीहरू तपाईँहरूलाई? यस, लिडरसिप स्किल। उहाँहरू सबैसँग कमन के छ? लिडरसिप स्किल। र लिडर भइसकेपछि साथीहरू, लिडर आर द लर्नर। उनीहरू हरेक वखत सिक्छन्। तपाईँहरूलाई म भन्न चाहन्छु, उहाँहरूले अरू त गर्नुहुन्छ, बुक जुन हुन्छ नि पढाइको कुरामा, लर्निङको कुरामा उहाँहरूले कति धेरै बुक पढ्नुहुन्छ होला तपाईँहरूले इमेजिन गर्नुभएको छ? पक्कै पनि तपाईँहरूलाई यसको प्रेजेन्टेसन हाम्रो अर्को म्यामले दिनु नै हुन्छ। तर म तपाईँलाई सिम्पलमा भन्न चाहन्छु, उहाँहरूले महिनाको तपाईँको 4 देखि 5 वटासम्म बुक पढ्नुहुन्छ। र एकजना सफल व्यक्तिले भन्नुभएको छ, जो मान्छेले एउटा बुक पढ्छ नि, त्यो मान्छे अरू व्यक्तिभन्दा 5 वर्ष अगाडि हुन्छ अरे साथीहरू। हेर्नुहोस् त। र म पनि विगत 3 वर्षदेखि बुकहरू पढ्दैछु साथीहरू। र अहिले यो महिनामा म चाहिँ यो बुक पढ्दैछु साथीहरू। हेर्नुहोस् त, द 7 ह्याबिट अफ हाइली इफेक्टिभ पिपल भन्ने बुक पढिरहेको छु। र साथीहरू, तपाईँहरू चाहिँ कुन बुक पढ्दै हुनुहुन्छ? मेसेज गर्नु होला है। ओके। त्यसै गरी यहाँ एउटा फ्याक्ट छ साथीहरू, लिडरले कर्मचारी संहिताको 70% हिस्सा ओगट्छन् र कमजोर नेतृत्वको कारण 75% कर्मचारीले जागिर छोड्दा रहेछन्। हेर्नुहोस् त, एउटा कमजोर नेतृत्वको कारण 75% मान्छेले चाहिँ जागिर छोड्दा रहेछन् भनेपछि लिडरसिप स्किल कति धेरै इम्पोर्टेन्ट रहेछ भन्ने कुरा हामीले यहाँबाट थाहा पाउन सक्छौँ। र तपाईँहरूलाई म एउटा स्टोरी भन्न चाहन्छु। कतिजनाले महाभारत हेर्नुभएको छ या सुन्नुभएको छ? पक्कै पनि हजुरले हेर्नु भएको छ होला। महाभारतमा पाण्डव र कौरव बीचको युद्धमा यदि भगवान् श्रीकृष्णले पाण्डवको पक्षमा सपोर्ट नदिनु भएको भए पाण्डवले कदापि महाभारत जित्दैनन्थे साथीहरू। र भगवान् श्रीकृष्ण जस्तो यो संसार र यो पुरा ब्रह्माण्डको उत्कृष्ट लिडर अरू कोही छैनन् साथीहरू। उहाँबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। चाहे त्यो कम्युनिकेसन स्किल होस्, चाहे त्यो कन्फ्लिक्ट म्यानेजमेन्टको कुरा होस्, आर्ट अफ ह्याप्पिनेसको कुरा होस्, लर्निङको कुरा होस्, गोल सेटिङको कुरा होस्, प्लानिङको कुरा होस्, स्ट्राटेजीको कुरा होस्, उहाँबाट हामीले सिक्न सक्छौँ। र आजको यो प्रेजेन्टेसनमा म हजुरहरूलाई 5 वटा प्रमुख नेतृत्व कौशलको बारेमा भन्न गइरहेको छु। आर यु एक्साइटेड? ओके, एक्साइटेड हुनुहुन्छ होला। नम्बर 1 भिजन। लिडरको सबैभन्दा इम्पोर्टेन्ट स्किल मानिन्छ साथीहरू। भिजन नम्बर 1 मा पर्छ। भिजन बिनाको लिडर भनेको नि साथीहरू कम्पास बिनाको जहाज जस्तो हो, डाइरेक्सनलेस। सो एउटा लिडरमा भिजन हुनुपर्दछ है। नम्बर 2 मा रहेको छ कम्युनिकेसन। एउटा लिडर हुँदै गर्दा तपाईँले आफ्नो कुराहरू प्रष्टसँग राख्न सक्नु हुनुपर्छ।
र आफ्नो कुराहरू मात्रै राख्ने होइन, अरूको कुरा पनि एक्टिभ तरिकाले सुन्न सक्नुपर्छ है एउटा लिडर हुँदै गर्दाखेरि। नम्बर 3 मा रहेको छ डिसिजन मेकिङ। लिडरले हरेक दिन केही न केही चुनौतीहरूबाट अगाडि बढिरहेकै हुन्छ। उसले जस्तोसुकै परिस्थितिमा पनि, चाहे त्यो सही होस् या गलत होस्, त्यो सिचुएसनलाई एडप्ट गरेर त्यो अघि बढेको हुन्छ। सो निर्णय लिने क्षमता पनि एकदमै इम्पोर्टेन्ट स्किल हो लिडरको, है त। नम्बर 4 मा रहेको छ इम्प्याथी। तपाईँ आफू र आफ्नो टिमको समस्यालाई तपाईँले बुझिदिने, सुनिदिने र त्यो समस्यालाई सँगै मिलेर समाधान गर्ने क्वालिटी एउटा लिडरमा हुनुपर्दछ, जुन हो इम्प्याथी है। नम्बर 5 मा रहेको छ एडप्टेबिलिटी। आजको यो फास्ट चेन्जिङ वर्ल्डमा एडप्टेबिलिटी लिडरको सर्भाइभल स्किल हो साथीहरू। लिडर भइसकेपछि लर्न, रिलर्न र अनलर्न गर्न सक्नुपर्छ र लिडरले जस्तोसुकै परिस्थितिमा आफू र आफ्नो टिमलाई एडप्ट गरेर अगाडि बढाउँछ, जुन तपाईँले तस्विरमा पनि देखिरहनु भएको छ। अब म तपाईँहरूलाई लिडरसिपको इक्जाम्पल दिन गइरहेको छु भिडियोबाट। कृपया सबैजना ध्यान दिएर हेर्नुहोला। म यहाँ देखिरहेको छु, हाम्रो राजु सरले भिडियो अन गरेर हेरिरहनु भएको छ, उमेश सरले हेरिरहनु भएको छ, हाम्रो रेडमी 6 प्रो भन्ने म्याम हुनुहुँदो रहेछ, उहाँको नाम के थियो, हाम्रो कमल लिम्बू सरले हेरिरहनु भएको छ। ओके, सबैजनाले हेरिरहनु भएको छ, हेर्नुहोस् है त। Who knows the ways, goes the ways and show the ways। ओके, हेर्नुहोस् त, एउटा जनावरमा पनि लिडरसिप क्वालिटी हुँदो रहेछ साथीहरू। भनेपछि हामी त मान्छे हौ नि, हामीमा कसो यो लिडरसिप डेभलप नहोला त। एउटा निरन्तर लर्निङले साथीहरू हामीलाई एउटा उत्कृष्ट लिडर बनाउन सक्छ। त्यसको लागि निरन्तर अभ्यास गर्नुपर्छ है, जुन कुरो हजुरले भिडियोबाट पनि थाहा पाइसक्नु भएको छ। ओके, त्यसपछि लिडरसिप इन एक्सन। तपाईँले यहाँ लेफ्ट साइडतिर देखिरहनु भएको छ एकदमै एङ्ग्री म्यान, एकदम रिसाइरहेको। राइट साइडमा देखिरहनु भएको छ एकदम ह्याप्पी खालको म्यान छ, होइन? र यो हो बोस भर्सेस लिडरको डिफ्रेन्स है। सुन्नुहोस् ध्यान दिएर, एकजना मान्छे हुन्छ, ऊ चाहिँ केही दिनदेखि काममा ढिलो पुगिरहेको हुन्छ, उसलाई खासै काममा मन लागिरहेको हुँदैन। त्यो सबै कुरा उसको बोसले देखिरहेको हुन्छ र उसलाई आफ्नो क्याबिनमा बोलाउँछ र एकदमै गाली गर्छ, एकदमै तपाईँको कामबाट निकालिदिन्छु जस्तो धम्की दिन्छ। सिचुएसन त्यही हो साथीहरू। अब लिडरतिर जाउँ। लिडरले के गर्छ त? उसको कुरा सुनिदिन्छ, उसको कुरा बुझिदिन्छ र सँगै मिलेर उसको समस्याको समाधान निकाल्न लाग्छ। अब मलाई भन्नुहोस् साथीहरू, तपाईँ बोस बन्न चाहनुहुन्छ कि लिडर? सिद्धराज सर, हजुर बोस बन्न चाहनुहुन्छ कि लिडर? हाम्रो उमेश सर, बोस बन्न चाहनुहुन्छ कि लिडर? भन्नुहोस् त मलाई। हाम्रो कमल सर, के बन्न चाहनुहुन्छ हजुर? पक्कै पनि हजुरहरू लिडर बन्न चाहनुहुन्छ, होइन त? अब लिडर कसरी बन्ने त? हाउ टु बिकम अ लिडर? लिडर बन्नका लागि नम्बर 1 पोइन्ट, लिड योरसेल्फ फर्स्ट। लिड योरसेल्फ फर्स्ट। तपाईँले आफ्नो गोल कन्सिस्टेन्सीको साथ पुरा गरेर अरूलाई देखाउन सक्नुहुन्छ। त्यसले तपाईँमा विश्वास क्रिएट गर्छ साथीहरू। बुझ्नु भयो नि? सो आफूले आफूलाई गोल दिनुहोस्, गोल बनाउनुहोस्, गोल सेटिङ गर्नुहोस्। नर्मली गोल सेटिङ 3 वटा हुन्छ, हेर्नुहोस् साथीहरू, सर्ट टर्म, मिड टर्म र लङ टर्म। सर्ट टर्म गोल तपाईँको विदिन अ मन्थको हुन्छ, मिड टर्म गोल तपाईँको 3 to 6 मन्थको हुन्छ र लङ टर्म गोल तपाईँको 1 वर्षभन्दा माथिको हुन्छ। तपाईँ आफ्नो जीवनमा के भन्न चाहनुहुन्छ त्यो कुराहरू लेख्नुहोस् र त्यो कुराहरूमा इम्प्लिमेन्ट गर्न थाल्नुहोस्, त्यसको लागि काम गर्न थाल्नुहोस्। अब भन्नु होला, सर मैले त गोलहरू लेखेँ तर देखाउने कहाँ भनेर भन्नु होला। आजको समयमा सबैभन्दा बेस्ट प्लेटफर्म भनेको सोसल मिडिया हो साथीहरू। तपाईँको आफ्नो ट्यालेन्ट, तपाईँको नलेज तपाईँले आफ्नो सोसल मिडियामा देखाउन सक्नुहुन्छ। र तपाईँहरूलाई थाहा छ साथीहरू, आजको समयमा सबैभन्दा इम्पोर्टेन्ट करेन्सी के हो? आजको समयमा सबैभन्दा इम्पोर्टेन्ट करेन्सी भनेको मान्छेको एटेन्सन हो साथीहरू। जति धेरै समयसम्म तपाईँले मान्छेको एटेन्सनलाई ग्र्याब गर्न सक्नुहुन्छ नि, त्यति धेरै तपाईँले राम्रो इन्कम गर्न सक्नुहुन्छ।
सो त्यसैले गर्दाखेरि आफूले आफूलाई लिड गर्नुहोस्, त्यसपछि तपाईँले अरूलाई मजाले लिड गर्न सक्नुहुन्छ है त। नम्बर 2 मा रहेको छ बिल्ड स्ट्रङ कम्युनिकेसन स्किल, जुन अघि पनि हामीले कुराकानी गरिसकेका छौँ। तपाईँले आफ्नो कुरा त प्रश्नसँग राख्न सक्ने हुनु नै पर्यो, त्यसको साथसाथै एक्टिभ लिसनर पनि तपाईँ हुनुपर्छ। ओके। नम्बर 3 मा रहेको छ सहानुभूति र इमोसनल इन्टेलिजेन्स अभ्यास गर्नुहोस्। तपाईँ आफू र आफ्नो टिमको फिलिङ्स, मोटिभेसन, प्रब्लम र च्यालेन्ज तपाईँले बुझ्न सक्ने हुनुपर्छ र मान्छेले त्यही लिडरलाई फलो गर्छन् जसले चाहिँ जेन्युनली केयर गर्छ। हेर्नुहोस् है साथीहरू, त्यसैले इम्प्याथी र इमोसनल इन्टेलिजेन्सको चाहिँ प्र्याक्टिस गर्नुहोस्। नम्बर 4 मा रहेको छ टेक रेस्पोन्सिबिलिटी एन्ड मेक डिसिजन। लिडरले कहिले पनि ब्लेम गर्दैन, मैले गरेर त यो भएको होइन, यसलाई मैले काम दिएको थिएँ, यसले चाहिँ समयमा काम सकेन, यसमा मेरो केही गल्ती छैन भनेर कहिले पनि पन्छिँदैन। लिडरले हरेक कुराको रेस्पोन्सिबिलिटी, फुल रेस्पोन्सिबिलिटी लिन्छ र डिसिजन सहित त्यसमा एक्सनमा उत्रिन्छ। त्यो नै एउटा लिडरको पहिचान हो साथीहरू। नम्बर 5 मा रहेको छ अरूलाई इन्स्पायर र इम्पावर गर्नुहोस्। यो संसारमा हरेक मान्छेसँग केही न केही युनिक पोटेन्सियल हुन्छ साथीहरू, बस त्यसलाई खोज्न मात्रै देरी छ। र यदि उसँग पोटेन्सियल छैन भनेपछि पनि निरन्तर मेहनतले त्यो पोटेन्सियललाई हासिल गर्न सकिन्छ र मान्छेले त्यही लिडरलाई फलो गर्छन् जसले चाहिँ उसलाई अपलिफ्ट गर्छ, उसलाई इन्स्पायर गर्छ र उसलाई इम्पावर गर्छ। सो त्यसैले अरूलाई इन्स्पायर र इम्पावर गर्न आजैदेखि थाल्नुहोस् है। र यहाँ एउटा राम्रो लाइन छ साथीहरू, लिडरसिप भनेको बिङ द बेस्ट होइन, बरु मेकिङ अदर बेटर हो है। जब हामी भिजन, कम्युनिकेसन, डिसिजन मेकिङ, इम्प्याथी र एडेप्टेबिलिटीको अभ्यास गर्छौँ नि साथीहरू, हामी केवल ट्रेनर होइन, ट्रान्सफर्मेसनल लिडर बन्न सक्छौँ। हेर्नुहोस् त, र एउटा राम्रो लाइन यहाँ छ, लिडरसिप जन्मदै आउँदैन साथीहरू, यो अभ्यास, लर्निङ र करेजबाट चाहिँ विकास हुन्छ। ओके, यतिन्जेलसम्म मेरो कुराहरू यति ध्यानपूर्वक सुनिदिनु भएकोमा सम्पूर्ण सर म्यामहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। टाइम लिमिटेड भएको कारणले गर्दाखेरि साथीहरू हजुरहरूलाई मैले लिडरसिप स्किलको बेसिक कुराहरू मात्रै भनेको छु। यदि तपाईँहरू चाहिँ लिडरसिप स्किलको एडभान्स कोर्स गर्न चाहनुहुन्छ र आफ्नो फिल्डमा चाहिँ टप 1 मा आउन चाहनुहुन्छ भनेपछि हजुरले हाम्रो मेसेजमा लिडरसिप स्किल भनेर मेसेज गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ हामी अगाडि बढेर त्यसको कोर्स गर्न सक्छौँ। र हजुरहरूलाई आजको मेरो प्रेजेन्टेसन कस्तो लाग्यो हजुरले मेरो मेलमा या मेरो मोबाइल नम्बरको मेसेजमा हजुरहरूले आफ्नो फिडब्याक राख्न सक्नुहुन्छ। यति भन्दै हजुरहरूको समक्षबाट बिदा लिन चाहन्छु। धन्यवाद।